रवि लामिछानेको स्वागतमा भारतमा हुँदैछ भव्य तयारी। रवि आफ्नी श्रीमती र दुई नेतासहित मोदीलाई भेट्न जेठ 18 गते भारत जाँदै चिसिएको सम्बन्धमा सुधार आउने अपेक्षा। दशबिन रासपा सरकार बनेपछि पहिलो पटक रवि लामिछाने भारत भ्रमणमा जाँदैछन्। रविको स्वागतका लागि भारतमा भव्य तयारी भएको सुनिएको छ। लिपुलेखको विवादमा बालेन सरकारले हाम्रो भूमिमा हामीलाई नसोधी टेक्न पनि पाउँदैनौ भनेर मोदीलाई ठाडे पत्र पठाएपछि चिसिएको सम्बन्ध रविको यो भ्रमणपछि सुधार हुने अपेक्षा गरिएको छ। जेठ 18 गते रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल र पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको भारत भ्रमण केवल एउटा राजनीतिक भ्रमण मात्र नभई नयाँ शक्ति र पुरानो छिमेकीसँगको सम्बन्धको नयाँ शक्ति र पुरानो सम्बन्धको कोर्सको रूपमा सुरुवात भएको छ। दुई देश बीच चिसिँदै गएको सम्बन्धलाई ट्र्याकमा ल्याउन रविको यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको औपचारिक निम्तोमा भारतको 3 दिने भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम छ। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रासोपाले जनाएको छ। त्यसैगरी रवि पत्नी निकिता पौडेल र लामिछानेका स्वकीय सचिव अविनाश आचार्य पनि सँगै जाने भएका छन्। लामिछानेलाई जेठ 19 गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्दैछन्। सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवाद समेत हुने रासोपाले जनाएको छ। सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन्। समय भने अझै खुलाइएको छैन।